यो ठुलो यो जनआन्दोलन यो भर्खरै जेएनजी आन्दोलनलाई सरकारले संस्थागत पनि गरेको छ। त्यसको म्यान्डेटहरू छ 10वटा मुख्य बुँदाहरू। त्यसलाई हेऱ्यो भने चाहिँ देशमा अलिकति रिफर्महरू चाहिनेछ, चेन्जलाई रिफर्म गर्नुपर्ने जुन कुराहरू आएको छ त्यसैसँग जोडिएर हामी यो वन तथा वातावरण मन्त्रालयभित्र पनि त्यो म्यान्डेट त्यो स्पिरिटलाई चाहिँ कसरी ल्याउने भन्ने चाहिरहेका थियौँ। त्यसै अनुसारको हाम्रो फर्स्ट डिसिजन नै यो ओएनएम गर्ने, जुन चाहिँ अलरेडी यो मन्त्री परिषदबाट यो कन्करेन्स लिइसकेको चिज थियो। सो त्यसलाई चाहिँ अब एउटा कमिटी बनाएर अगाडि जाने, किनभने त्यो विभिन्न कमिटीहरू बनाएर त्यसलाई इम्प्लिमेन्ट गर्ने भन्ने कुरा हो। त्यसलाई चाँडै जानको लागि एउटा त्यो डिसिजन गरेका छौँ भने अर्को चाहिँ देशमा सबभन्दा यो नयाँ एउटा राष्ट्रिय निकुञ्ज बनेको यहाँहरूले समाचार सुन्नुभएको थियो भने यो कर्णालीमै पर्दैछ। अनि त्यो राष्ट्रिय निकुञ्जलाई पनि अफिस बनाएर सञ्चालन गर्नुपर्छ भन्ने कुरा पनि यसैले सम्बोधन गर्छ। र यो अहिलेको क्याबिनेटमा विशेष गरेर यो कर्णालीको स्पिरिटलाई राष्ट्रको लागि चाहिँ कसरी ल्याउने भन्ने कुरा त्यो म्यान्डेट सहित चाहिँ हामी आएको। किनभने कर्णालीको जेएनजीहरू भाइ बहिनीहरू, तपाईँले अहिलेको यो देशको परिवर्तनमा हेर्नुभयो भने कर्णालीको एकदमै ठुलो योगदान छ। तपाईँको यो आन्दोलनको चाहिँ अग्रमोर्चामा होस्, घाइते होस्, होइन, यो सबै कुराहरू हेऱ्यो भने चाहिँ कर्णालीको योगदान एकदमै ठुलो छ। त्यसलाई कसरी चाहिँ सम्बोधन गर्ने भन्ने कुराहरू पनि मैले एउटा कर्णालीको व्यक्ति भएको भएर, कर्णालीको चिन्ता गरिराख्ने भएको भएर अनि हामीलाई के लाग्छ भने कर्णाली उठ्यो भने देश पनि उठ्छ। त्यो भएर हामी जुरुको कर्णाली गर्नुपर्छ अनि देशलाई पनि हामीले ठुलो योगदान गर्न सक्छौँ भन्ने मान्यताले आएको भएर आजको निर्णयहरूले चाहिँ त्यसलाई डाइरेक्टली सम्बोधन गर्छ भन्ने लागेको छ। दुई तिनवटा तहबाट यो अहिलेको जुन क्याबिनेटको म्यान्डेट भनेको पनि यो परिवर्तनलाई संस्थागत गर्ने, देशमा चुनाव गराउने सम्मका कुराहरू, यो जुन चेन्जेसहरू गर्नुपर्ने छ नि त्यो म्यान्डेट अनुसारको, त्यसलाई लागू गर्नको लागि यो विभागीय मन्त्रालयमा भएको हैसियतले चाहिँ यहाँभित्र हुने कुराहरूलाई चाहिँ प्राथमिकता दिने कुरा भइहाल्यो। सँगसँगै हामीले क्याबिनेटमा अरू मुद्दाहरूलाई पनि अगाडि बढाउँछौँ। त्यो हिसाबले तर सबै मुद्दाहरूलाई चाहिँ त्यो कर्णालीलाई कहाँ राख्ने, कर्णालीलाई कसरी आउँछ, सम्बोधन हुन्छ भन्ने कुरा चाहिँ सबै कुराहरूमा अहिले हामीले गर्ने खोजेको रिफर्मका कुराहरू होस्, कर्णालीमा अहिलेसम्म नउठेका उजागर नभएका मुद्दाहरू होस्, र हामी यो मन्त्रालयमा हुँदै गर्दा क्याबिनेटको तहबाट चाहिँ अरू मुद्दाहरूलाई पनि सम्बोधन गर्नको लागि भूमिका खेल्छौँ। त्यसको लागि यहाँहरू सबैले चाहिँ योगदान गर्नुपर्छ है। एकदमै अनेस्टली योगदान गरिदिनु भयो भने हामीले यो धेरै कुराहरू कर्णालीलाई मुखरित गर्न पनि सक्छौँ र समग्र रूपमा देशलाई योगदान दिन सक्छौँ भन्ने मलाई लाग्छ।